खासै अब सिङ्गर चाहिँ होइन होइन अब हाम्रो राजेश यो पालि भ्याउनु भएन उहाँको उपस्थितिमा चाहिँ अब जस्ट हामी अलिअलि प्र्याक्टिस गरेर खासै चाहिँ आउँदैन हुन्छ भने अगाडि आएर मानिदिनु हुन विनोद गर्दैछु प्लिज
ल आजको लागि डुएट ल बुद्ध पालनका साथमा सामहाङ चोखा ल उहाँलाई डुएट नृत्यको लागि Time
जति पनि यहाँ बस्नुहुने सबैजना आएर नाचिदिनु भयो एकदमै म पनि धेरै आभारी हुने थिएँ र यसपालिको यो तिहार पनि एकदमै रमाइलो महसुस गर्ने थिएँ र यति मात्रै म सबैजना यहाँ हुनुहुने सम्पूर्णलाई अब हामी थोरै मात्रै छौँ धेरै गइसक्नु भएको छ कति सायद आउँदै हुनुहुन्छ होला तर हाम्रो आजको यो दिउँसो भैलो कार्यक्रम पनि अन्तिम पुगिसकेको छ र त्यसो भएकोले गर्दाखेरि जतिजना हुन्छ सबैजना आएर नाचेर साथ दिनको लागि अनुरोध गर्न चाहन्छु र मेरो गीतको प्रस्तुति रहेको छ गीतको बोल रहेको छ आकाशैमा चिल हुने बेसारा महेश पुलुङ दाइले गाउनु भएको यो गीतलाई म यहाँ प्रस्तुत गर्दैछु र सबैजना हाम्रो शिव खानजना हाम्रो हाम्रो धन हाम्रो भेना र सबैजना हाम्रो भाउजू नानाहरू सबैजना आइदिनु होला है हाम्रो नानाहरू हाम्रो कान्छी एकदम यहाँ नाच्नु पर्ने छ र हाम्रो भेना हाम्रो आश भेना आज त पुरै हलाउने हो यो बेसमेन्ट पुरै र यति मात्रै म गीत सबैजना है सबैजना
नाचेर साथ दिनुभयो And second, after the Walmart Plus member, I'm your bodyguard. अब हामी एकछिन अब भोलिको दिन थाहा हुँदैन बाँचिन्छ या मरिन्छ र आजै हामीले रमाइलो गरिराख्नु पर्छ त्यसो भएकोले गर्दाखेरि हामी यहाँनिर गीत बजाउँछौँ एकदमै राम्रो एकदमै सुन्दर गीत हामी बजाउनेछौँ सम्पूर्ण यहाँ बुवा मम्मी जतिजना हुनुहुन्छ सबैजना हामी एकछिन यहाँनिर नाचेर रमाइलो गर्छौँ त्यस पछाडि हाम्रो डुएट सङ फेरि रहेको छ हाम्रो कमलाको साथमा हाम्रो बुद्ध सामाङ चोखाङको र उहाँहरूको गीत हामी अन्तिममा हामी सुन्नेछौँ त्यस पश्चात आजको हाम्रो देउसी भैलो कार्यक्रमलाई पनि हामी अन्त्य गर्नेछौँ र भिडियो युट्युबको लागि हो
सबैजनालाई धन्यवाद, धेरै धेरै धन्यवाद। सबैजनाले पाउ कष्ट गरिदिनु भयो आएर एकदमै रमाइलोसँग सबैजनाले एकदमै आजको यो दीपावली साँझलाई एकदमै अविस्मरणीय क्षण बनाइदिनु भएको छ र यसको लागि फेरि पनि एकपटक सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब तपाईँ हामीमाझ आउँदै हुनुहुन्छ एकदमै मिठो अनि एकदमै सुन्दर प्रस्तुति ट्र्याक म्युजिक लिएर उहाँ हुनुहुन्छ हाम्रो सोम चोखा र उहाँलाई स्वागत गरौँ एकदमै जोरदार तालीका साथ। आउँदै हुनुहुन्छ सोम चोखा। यो अहिलेको टाइम चाहिँ हाम्रो भाइहरूको थियो, उहाँहरूले नगाउने भनेपछि मैले कोसिस गरिरहेको छु। यो मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ भने जस्तै मेरो गानाले पनि तपाईँहरूले एकदम सहेर सुनिदिनु होला, किनभने गायक त पक्कै होइन, मिस्टेक पनि हुनसक्छ। Want to get the most. Bye.
जुन 2025 सालको शुभ दीपावलीको उपलक्ष्यमा हामी केन्टकी ग्राम कल्चरल सोसाइटी अफ केन्टकीका कल्चरल परिवार हामी संस्कृति परिवार आज तपाईहरु माझ विभिन्न सांस्कृतिक कोशिशहरू लिएर हामी आएका थियौं र फेरि पनि नमरे बाँचे दैवले साँचे अर्को साल पक्कै पनि भेट्ने बाचा गर्दै यो 2025 सालको शुभ दीपावली यही समाप्त भएको जानकारी गराउँदै हामी पनि बिदा हुन चाहन्छौं र हजुरहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौं आफ्नो व्यस्तता र विविध कामलाई साँची राखेर पनि हजुरहरू हाम्रो संस्कृतिलाई जोगाउनको निमित्त यो शुभ दीपावलीको जुन यो सांगीतिक माहौललाई अझै थप रमाइलो बढाइदिनका निमित्त हजुरहरू यहाँ पालिदिनु भयो। यसको लागि सम्पूर्ण बुवाआमा दाजुभाइ दिदीबहिनी र हाम्रो सम्पूर्ण समाजका सम्पूर्ण पदाधिकारीहरू जीवनलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौं र यति भन्दै हाम्रो सम्पूर्ण सङ्गीतकार भाइ साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौं र यति भन्दै यो शुभ दीपावली देउसी भैलो कार्यक्रम यही समाप्त भएको जानकारी गराउन चाहन्छु र यो अन्तिम क्षणमा म दुई शब्द राखिदिनका निमित्त म हाम्रो कोष अध्यक्ष हाम्रो संस्थाको कोष अध्यक्ष श्री सुख हाङ्गानाज्यूलाई म यहाँ निम्त्याउन चाहन्छु। हवस् त धन्यवाद। त्यस्तै यस कार्यक्रमको सञ्चालक श्री मणि कुमार चामलिङज्यूलाई यहाँले मलाई यो जुन यो आजको देउसी भैलो कार्यक्रम जुन सन् 2025 यानि विक्रम सम्वत 2082 सालको यो शुभ दीपावलीको उपलक्ष्यमा यो हामी केन्टकीवासी सम्पूर्ण समाजकै एउटा केन्द्र मानहिममा हामी जमघट भएर यो सालको दीपावली एकदम भव्यताको साथ सभ्यताको साथ मनाउन सफल भएका छौँ भने यो हाम्रो पहिलो दिन हो। आजको जुन यो हाम्रो यो सामाजिक कार्यक्रम मात्र यहाँनिर समाप्त भएको हो भने देउसी कार्यक्रम भने जारी नै रहनेछ भन्ने कुराको पनि जानकारी दिँदै र यहाँहरू यसरी आफ्नो व्यस्तताको कारण पनि यहाँ उपस्थित भएर हाम्रो कार्यक्रमलाई एकदमै रोचक बनाइदिनु भयो। त्यसमा यहाँ सम्पूर्णलाई हार्दिक यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। साथै हाम्रो सांस्कृतिक टोलीका भाइ बहिनीहरू उहाँहरूले आफ्नो कामको व्यस्तता सँगसँगै बावजुद पनि उहाँहरूले चाहिँ यो हाम्रो संस्कार संस्कृतिलाई जगेर्ना गर्नका निमित्त खटिएर डटेर लागेर हामी समक्ष यो विभिन्न कार्यक्रमहरू लिएर यो हाम्रो यो एउटा देउसी भैलो यो बलिहान कङनाम भनेर हामी मान्ने गर्छौँ। उहाँहरूले यहाँ पहिचानलाई कायम राख्नु भएकोमा पनि धेरै धेरै धन्यवाद दिँदै फेरि आगामी दिनहरूमा पनि यसरी नै रमाइलो गर्न पाऊँ, अझै मन बढाएर गडगडाएर अझै धेरै समूह
हेलिएर धेरै चाहिँ हाम्रो सम्पूर्ण समाजको मान्छे नै यहाँनिर उपस्थित गराउन पाऊँ भन्ने मागसँग कामना गर्दै मेरो यो 2 शब्द यिनीहरू पूर्ण गर्न चाहन्छु। हवस् त, धन्यवाद। धेरै धेरै धन्यवाद हाम्रो ट्रेजरर हाम्रो कोषाध्यक्ष हुनुहुन्थ्यो हाम्रो सुख खङ्गलाज्यू र यति भन्दै फेरि अन्तिम 2 शब्दको लागि म निम्त्याउन चाहन्छु हाम्रो सामान्य वर्ग सभाका हाम्रो कोअर्डिनेटर अध्यक्ष हुनुहुन्छ हाम्रो आज युक्तन्छ राईज्यूलाई म यहाँ निम्त्याउन चाहन्छु 2 शब्दको लागि। सेवाहरू सम्पूर्णमा आजको यस देउसी भैली कार्यक्रमका सञ्चालकज्यूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै यसै वर्षका 2082 साल कार्तिक भनौँ एउटा हाम्रो पर्व यो दीपावलीमा चाहिँ हामी यहाँ लिटिल केन्टकी क्राफ्ट कल्चरल सोसाइटी अफ केन्टकीको संस्था यो माङ्गीमा हामी चाहिँ देउसी भैलोको चाहिँ हामीले एउटा मनोरञ्जनहरू लिइसकेका छौँ र सांस्कृतिक भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै र सम्पूर्ण आमा बुबा लगायत चाहिँ दाजुभाइ सम्पूर्ण धर्मावलम्बी लगायत आफ्नो साइनो अनुसारको सेवा ढोग गर्दै हामीले यस वर्षको यसै हामीले मनोरञ्जन यो भनौँ तङनाम दीपावली चाहिँ यहाँ अब आज समाप्त भएको उहाँहरूले जानकारी गरिसक्नु भएको छ र यसरी नै आगामी वर्षमा पनि उहाँहरूले अझै राम्रो राम्रो नृत्यहरू उहाँले पस्किनु हुनेछ र हामीलाई फेरि पनि यसरी नै हामीलाई जमघट गराउनु हुनेछ भन्ने व्यक्त गर्दै यसै दीपावलीको पावन अवसरमा सम्पूर्ण तपाईँहरूको एउटा स्वास्थ्य सुस्वास्थ्यको दीर्घायुको शुभकामना व्यक्त गर्दै म पनि बिदा हुन चाहन्छु। हजुर हवस् त, सेवाहरू। शुभ दीपावली देउसी भैली कार्यक्रम यही समाप्त भएको जानकारी गराउँदै फेरि पनि म दोहोऱ्याउन चाहन्छु, नमरे बाँचे दैवले साँचे, फेरि अर्को साल भेट्ने बाचा गर्दै हामी पनि बिदा हुन चाहन्छौँ। धन्यवाद। आशीर्वाद।